ल हेर्नुहोस् है, आज हाम्रो कुर्बान भाइकोबाट चिकन 25 किलो हामी लाँदैछौँ नानीहरूको लागि, स्टाफहरूको लागि। र हाम्रो कुर्बान भाइले एकदम दामी मासु दिनुहुन्छ र जतिजनाले भिडियो हेर्नुहुन्छ हाम्रो यो कुर्बान भाइकोबाट मासु लान सक्नुहुन्छ। उहाँले एकदम फेस टु फेस दिनुहुन्छ, एकदम फ्रेस मासु, दामी। हेर्नुहोस् है, एकदम दामी छ यो चिकन मासु, एकदम फ्रेस, कुनै मैला पनि छैन अनि कुनै अब त्यो कुखुराको टट्टीसट्टीहरू पनि छैन, एकदम प्योर दिनुहुन्छ है। तपाईँहरू आउन सक्नुहुन्छ। यो जग्गा चाहिँ तपाईँहरूलाई रादन भनेर भनिन्छ। अनि यहाँ रादनमा चाहिँ कुर्बान भाइ भनेपछि सबले चिन्छ र उहाँले चाहिँ एकदम दामी मासु जस्तो भन्यो त्यस्तै उहाँले दिनुहुन्छ। र तपाईँहरूलाई साथीभाइ, फेसबुकका साथीभाइ प्रत्येकले हेर्नुहुँदैछ, तपाईँहरूलाई यो सानो सन्देश दिँदैछु।